वेलकम ब्याक टु माई च्यानल होइन फेरि पनि मेरो न्यू भ्लगमा तपाईँलाई स्वागत छ। अन्त आज चाहिँ मैले पल्लोपट्टि पूजा छ नि त, त्यसको लागि लामा पढाउँदैछ नि त, अनि त्यो भएर चाहिँ भ्लग बनाउनु गइरहेको छु। सो हेर्दै गर्नु होला, स्टे ट्युन गाइज, के हुन्छ म देखाउने छु। यो चाहिँ मैले बनाएको है। बनाए निम्ति नानाले बहुत कोसिस गर्यो। हामी चाहिँ के अरे छो बनाउँदैछौँ। ए भनेर चाहिँ यसो प्रार्थना गर्दै बस्नुपर्छ। प्रार्थना के गर्नुपर्छ? अब हाम्रो भगवान् यो लामाको देवताहरू आफू चिन्न न तपाईँहरूले। गाइज यहाँ चाहिँ रोटीको मेकिङ हुँदैछ है हाम्रो बडीले। हजुर हुन्छ खिर हुँदैछ है। आज चाहिँ सेकेन्ड डे हो पूजाको, अन्त दुइटै एकैचोटि हालेको छु नि त मैले। अन्त यो भिडियो लाउनु पनि हुन्छ होला, तर जतिसक्दो सर्ट बनाएर हाल्नु खोज्छु। सो हेर्दै गर्नुहोस् होला। यसमा अन्डा खाँदैछु। गाइस हेर्नु न, हाम्रो घरमा उयोले के भन्छ, के भयो मम्मी, गौथलीले गुड लगाइरहेको छ। के अरे गौथलीले गुड लगायो भने धनी हुन्छ भन्छ। हामी त खै छुइनँ त, पैसा पुरा आउँछ अरे गाइस, तर हाम्रो आएको छैन है फिलहाल चाहिँ एउटा। यो चाहिँ के अरे रेनी सिजनमा चाहिँ यसरी घरमा गुड लाउँछ नि त। सो गाइस हेर्नु न, मेरो प्रेम मलाई ल्याइदिएछ अलिजाले। अस्ति बयारिरहेको थियो नि त, उनीहरूको उसको दोकानमा राखेको थियो नि त, अन्त अहिले चाहिँ दोकान हटाइएको छ नि त। त्यसको कारणले पहिलाको म अहिलेको म कस्तो लाग्यो, ओल्ड मी हामी चाहिँ मात्रै खाना खाँदैछु। मम्मी चाहिँ मेरो छ, मेरो बहिनी लोग्दैछ। हामी चाहिँ बोल फेरि कत्रो है। यहाँ चाहिँ खाना बाँडै हुँदैछ किचन चाहिँ। पूजा चाहिँ सक्यो, बडा हो सक्यो है। बिदोरी छ त्यति हो। भिडियो मात्रै हाई गरेर त्यो फोटो खिचेको कहाँ हो त? सकुना दिने एमे सुदेशना बहिनीले भात खाएको हेर्नुहोस् यहाँ अन्जिनीको भात। ए गुनगुन हाँस्दैछ भात खाएको देखेर। गुनगुन अरे नि त यसको नाम। बोल्न त के भन्नु, जे पनि भन्नु। म तपाईँलाई हाम्रो लोला सर प्लिज खानु ल। ए मिमीहरू चाहिँ बेला बाँडी हुँदैछ। हामी सामान बोकेर जाँदैछौँ। ल
चाहिँ कुकुर रोएको छ त तपाईँलाई हाम्रो ड्राइभर चाहिँ हुन्छ बाई बाई गाइस यो चाहिँ मैले भनेको किम्ची है सो गाइस म चाहिँ आजको भिडियो यही इन्ड गर्नु गइरहेको छु लाइक सेयर एन्ड सब्सक्राइब गर्नु चाहिँ नभए नबिर्सिदिनुहोस् होला होइन सो बाई बाई